बुकीपाटनसम्मको यात्रा हाम्रो सुरु भयो। दामी छ ठाउँ। बिहानको खाना खाएर ढोरपाटनबाट हामी चाहिँ बुकीपाटनतर्फ लाग्यो। हिँड्नु सकिन्छ सकिँदैन ल हिँड्यो है। अहिले चाहिँ टुई टुई हिँड्दैछ, एकछिनमा कतिको हिँड्छ हागुटा। अहिले चाहिँ निकै सुई सुई हिँड्दैछ, भरे चाहिँ कतिको हिँड्नु सक्छ। दामी यस्तो भ्यूमा त्यो फुलमा हिँड्दाखेरि कति मजा आउँछ। फाल्टै आनन्द। यो के फलाएको हो यस्तो। हामी बसेको यहाँ एप्पल पनि फलिरहेको थियो। ट्राई गरेको अमिलो रहेछ। सुगा आयो भने के गर्ने हो, खाइदिने हो टिपेर। कहाँ लाग्यो कहाँ लाग्यो? चप्पलमा ट्रेक चाहिँ फर्स्ट टाइम देखेँ मैले। त अनि उयोमा जान्छु भनेको थिइस् त, घोडामा जान्छु भनेको होइन? यस्तो पनि हुँदो रहेछ। छ्या 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 लाजे म त सुन्दा पनि। ट्रेक आएको रे यस्तो छ भ्यू चाहिँ प्रिटी। तर यो मोबाइलले क्याप्चरै गर्न सकेको छैन कि यो ब्युटी। आँखाले देखेको जस्तो यस्तो फ्लावरहरू। आर्मीमा 100 रुपियाँ काट्नुपर्ने रहेछ। म घोडामा जाँदा हिँड्न सकेर भन्न। अनि यहाँ पनि पर्मिट गरेर जानुपर्ने रहेछ। अनि यिनीहरू चाहिँ हिँड्दैछ, म चाहिँ घोडामा आउने। यो उकाली बाटो दामी छ। यहाँ पनि टिपाएर जानुपर्ने रहेछ। यता पावर हाउस रहेछ, यहाँनिर टिपेर टक्क नामसाम टिपाएर जानुपर्ने रहेछ। ल मेरो हर्स आइपुग्यो। अब म चाहिँ हर्स राइड टक्क। स्टिक चाहिँ तपाईँलाई होला, स्टिक चाहिन्छ? हर्स राइड हिँड्दैछौँ हामी उकाली बाटो। हिँड्दैछ गुठी, हिँड्दैछ। के उनीहरूको कामै यही हो, कामै यही हो। अनि होइन होइन यहाँ रहेछ पसल। यिनीहरू त राति जान्छ होला कि यहीँ बस्छ हो? कस्तो सिकारी भन्नाले? ए खतरा छ यो कुकुर। सिकारी खतरा रहेछ। हजुर भर्खर बुढी सिपात भात खाइरहेको खाने भनेको उता बहिनीहरूले खान्छ नि त्यो। मलाई चाहिँ भर्खर भात खाएको नखान्थ्यो। हजुर हजुर मासु पोल्दैछौ के हो कुखुरातिर? ल वाउ वाउ यस्तो दामी रहेछ भ्यू त। वाउ ये खोला पर्वत
राम्रो छ हुँ? अप्ठ्यारो छ त्यो पुलमा भाँचिनु दिएर हुँदैन वाउ वाउ यो काठको ब्रिज यहाँ चाहिँ हिँडेको किन भन्दाखेरि घोडा र मान्छे थाम्दैन नि त ल परमेश्वरी पितृपुर्खाले रक्षा गरून् दामी रहेछ बसिँदैछ बाजेकोमा पानी पर्यो त्यही भएर घोडालाई पनि ओढाइदिएको अनि दाजुभाइ अब टक्क लागिन्छ त्यो खुट्टा टेक्ने क्या यो छोटो भयो क्या म लामो भएर अनि अलिक बढाएको अब चाहिँ नन हिँडिन्छ उकाली यहाँनिर आइपुग्यो यस्तो पानी परिरहेछ अन्त सबजना यहाँ बसिरहेको रहेछ भ्यू त दामी नै छ नट ब्याड के अरेको बोजू त्यो बाल्दिनु त्यो बाल्दिनु छ तर बल्दै बल्न यहाँ चिसोले सानी दिनुभयो खाना है कति राम्रो हुनुहुँदो रहेछ धेरै पैसा कमाउनु होला है त अन्त दिन्छु नि म आशीर्वाद होइन कति राम्रो हुनुहुँदो रहेछ मेरो मम्मी जस्तै लाग्यो सेम आई लभ यु मम्मी अरे ल गएको ल फेरि फर्किँदा पस्छौँ ल राम्रोसँग बस्नु है त उकाली बाटो लागिँदैछ यसरी दुःख चाहिँ नदिनु पर्ने हो तर के हिँड्ने सकिँदैन होइन हजुर आखिर यस्तो काम पनि त त्यही हो होइन त्यसको कामै यो कर्म नै हो उसले पाउनु पर्यो नि आएको छ त्यो पाउनु पर्ने हो होइन हजुर अब उसले कर्म लिएर आयो मैले घरमा लिएर आएँ मैले घरमा नलिएको भए मैले एक छाक खानु पनि हुन्न थियो यो चाहिँ अब हजुर उसलाई चाहिँ खुवाउनु पर्ने छ हजुर चढ्दैछौँ उकाली चढ्दैछौँ गाह्रो हुँदैछ मेरो हर्सलाई हिमाल हो यसको नाम हिमाल ल देउराली आइपुगेछ ढुङ्गे देउराली मेरो हिमालले घाँस खाँदैछ ल आइपुग्नु आँट्यो अब 5 मिनट अरे दिन चाहिँ खुलेको छैन ज्वरो आइरहेछ होइन गाह्रो भइरहेछ चिसोले छाती दुखिरहेछ हाम्रो यो मेरो गुइठी हिँडेको छ हिमाल 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 बस गल्यो यहाँ कति भनेको मान्छे गुड बोय पो छ त अब चाहिँ देखेला जस्तो हुँदैछ टक्क बुक्कीपाटन आइपुग्यो अब चाहिँ फाइनल्ली हाम्रो मेरो कान्छी बहिनीहरू चाहिँ पछाडि आउँदैछ यहाँ एउटा होटल रहेछ टेन्टवाला भण्डारी टेन्ट स्टे बुक्कीपाटन आइपुगेको छ प्रोपाइटर ओम भण्डारी वा फुल कति राम्रो छ है आइपुग्यो है आइपुग्यो टेन्ट वाह 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 कति चिसो हो यो हावाले त मार्छ कि के हो के बसेको त्यो यता हिमाल खै हेर्नु के हो त्यो उ त्यो बिहान खुलियोस् है बिहान खुल्लेन भने त के हुन्छ आइपुगेछ बुक्कीपाटन र यस्तो चिसो छ हातै चर भइरहेछ यार चिसोले यस्तो रातो कुन हो हाम्रो झरौँ म चाहिँ उल्टो गोठमा बस्छु ल झरौँ होइन जानुहोस् यता सुन्नु न म चाहिँ त्यहाँ बस्छु हो त्यसको उतिर पर्छ कि
खाना चाहिँ त्यहीँ खानु आउनु न। नै खाना पनि त्यही खान्छु। ए हो सस्तो पर्छ कि ओके ठिक छ। सस्तो पर्छ त्यहाँ महँगो लिन्छ कि तपाईँहरू बस्नुमा। म त्यही बस्छु ल अनि चाहिँ 500 रुपियाँ त्यही दिउँला होइन हुन्छ चाहिँ 800 भन्छ क्या। ओके ठिक छ। यही गर्छु है 800 1000 भन्छ यता भइहाल्यो त। म त्यही बस्छु ल। अब त्यही उतिर मुनतिर हो क्या चिनेको हो रहेछ नि त होइन। हजुर ल भइहाल्यो त जे गरे पनि तपाईँ खुसी तपाईँ जे भन्नुहुन्छ म त्यही मान्न तयार बस्नु है के फर्किनु बरु भोलि झोला पनि झारिदिनु कत्रो हातै फुट्ला जस्तो भयो त आमा के हो यस्तो चिसो वाट चिसो आमा मर्ने रहेछ चिसोले बुई खान्दो खाजी अब चाहिँ यहाँ लाइन पनि हुँदैन नेटवर्क पनि हुँदैन के पनि हुँदैन ब्लु सिप यहाँ रहेछ होटल ब्लु सिप निलो भेडा आइयो हाम्रो चाहिँ यहाँ रहेछ चिप्लिनुहुन्छ है यो टेन्टमा बस्ने हो आज वाउ रमाइलो छ के हो यहाँ वाउ आइपुग्यो आइपुग्यो ल हिमाल थ्याङ्क यू हिमाल अब तिमीलाई के खानु मन लाग्छ त्यही दिने हामी ल स्पेसल मेन्यू हेर यहाँको द ब्लु सिप क्याम्पको बुकी क्लिनिङ क्याम्पिङ द 1 kg वेस्ट टु डोर पाटन एन्ड हेल्प टु के हो पेसिफिक नेचर कम्फर्ट एरोन्स हट वाटर ब्याग पो ग्यास हिटर अक्सिजन के हो 1500 अक्सिजन चाहिँ किन चाहिन्छ कसै आउने बित्तिकै झ्याप्पै सुत्छ अनि अक्सिजन लिन अब धेरै कमै भएको छ भने चाहिँ त्यो गर्दा अक्सिजन पनि छ यहाँ अक्सिजन दिने हो कि ए जस राम्रो रहेछ है यहाँ सुविधाहरू छैन फेरि यस्तो अक्सिजन क्यानहरू चाहिँ अँ यहाँ मात्रै हो अनि आउने बित्तिकै हामी चाहिँ यहाँ नुडल्स वाउ बन्दैछ एक कस्तो यहाँ पो तातो हुँदो रहेछ हौ हात कस्तो गङ्ग्रेको यार बन्दैछ हाम्रो क्युट सानो किचनमा हाम्रो सेफ जापानदेखि मगाएको स्पेसल सेफहरू दुईजना बिरामी भयो के भएको त हामी बिरामी चिसोले हो सक्स हामीले पनि के एउटा हो छोड न घोडामा आएको मैले कति केजी सामान बोकेर हिँडेर उकालो आएको अनि घोडामा जाऊ भने त मान्दैन होइन के को बेजत हेल्थको पनि हेर्ने हो नि त ट्रेकिङ आएको र घोडामा पनि चढ्नु त फोन झन्डै खिच्चाइस् मम्मीको याद आयो गुट्ठा चाहिँ बिमारी भएर अलिकति गाह्रो भयो चिसोले हल्का सतायो हामी केटी भएकोमा केटी केटी त होला नि त होइन केटा केटी सबै हो त्यहाँ चाहिँ सेयरिङमा चाहिँ हुन्छ ल हुन्छ सेयरिङमै भनौँ गर्न नि चित्त बुझ्दैन नि भन नि फेरि एकछिनमा हेर्छु म ठाउँको
हेर्ने देखाएको छु चिया अनि चिया छान्छु। हेरेर भन्नुहुन्छ अरे ल दिदी हुन्छ यस्तो हुन्छ, म त सबैलाई भनेर देख्छु। छाने कति मजाले बोल्नु भएको क्या, मेरो त्यहाँ त्यो चाहिँ दिल ठुलो भएर कति मिठो बोल्नु भएको क्या। दुईजनालाई हो नुन लगाएर ल तपाईँ बोलेको सुन्नु कति मजा आएको हो। कम भएछ चिया कम भएछ पछि हुन्छ कमकमै लगाइदिनुहोस् न चर्को भगवान नखेद चर्को हो नि त नि भएर सेयरिङमा सुत्ने भाइहरू फेरि सुत्दैन नि फेरि ल यहाँको अर्ग्यानिक खाना वाउ चिसोमा कति मिठो भयो। मलाई चाहिँ अलिकति फेसिलिटिज के पाएँ भन्दा किचनमै बसेर खानु पाएँ। कसले खानु पाउँदैन थियो, मैले मात्रै खान पाएँ। नभए पर डाइनिङ रुममा खानै पर्थ्यो क्या। थ्याङ्क यू भेरी मच। मिठो बोल्ने मान्छे होइन, कति मिठो बोल्नु भएको। कि रिङटोन राखौँ हो उहाँको भोइस रेकर्ड गरेर। छिटो फोन उठाउनुहोस् न भनेर। हो कति मिठो क्या, उसले त भनौँ मिठो भनेर होइन। एकजना पाहुनाले मलाई यस्तो भन्नुभयो कि अस्ति जाने बेलामा के हजुर कति राम्रो बोल्नु भएको, हजुर त जे बोल्दा पनि राम्रो सुनिँदो रहेछ, रिसाउँदा पनि राम्रो सुनिन्छ होला है भनेर होइन, रिसाएको चाहिँ कस्तो हुन्छ क्या, हेर्नु मन लाग्यो क्या है। एकचोटि हो जबरजस्ती रिस उठाइदिन्छु क्या हो। म खासै रिसाउँछु। यो चाहिँ भेडाको ला त्यो केटोले के खायो नि